नमस्ते यहाँहरूलाई हाम्रो नयाँ भ्लगमा हार्दिक स्वागत गर्न चाहन्छौँ। नेपालको त्यस सूर्य पर्वतको त्यो भीषण र दुरूह भूगोलमा गरिने यात्रा केवल शरीरको सञ्चालन मात्र नभई एउटा कठोर अग्नि परीक्षा हो। आउनुहोस् आज हामी तिनै सूर्य पर्वतको कठिन यात्रा गरौँ। साथीहरू, यो अगाडि देखिएको बाटो चाहिँ हुलाक भन्ने ठाउँ हो, जुन चाहिँ माङ्सेबुङ गाउँपालिका इलाम र मिग्लाजुङ गाउँपालिका 5 थर बिचको सीमा घाँटीको रूपमा चिनिन्छ। र यो अगाडि देखेको राँकेरवि भेरेटार मार्ग, यिनै राँकेरवि भेरेटार मार्ग हुँदै हुँदै आज हामी चुलाचुलीको यात्रा गर्दैछौँ। एकापट्टि इलाम जिल्ला त अर्कोपट्टि 5 थर, दुवै जिल्लाको पवन भूधरातालाई स्पर्श गर्दै गर्दै अगाडि बढिरहेका छौँ। यात्रा लामो छ र कठिन छ। तिनै कठिनतालाई सामना गर्दै अगाडि बढ्नु छ। आज बिहानको 7 बज्यो। यति बेला पूर्वपट्टिको बादलुको ढोका खोलेर सूर्यको किरणहरूले चुमिसकेका छन्। त्यसैले त एउटा उमङ्ग छाएको छ। आफ्नै उद्देश्य लिएर गाडीहरू दौडिन थालिसकेका छन्। राँकेरवि भेरेटार मार्गमा सेतो टलक्क गरी टल्किएको बाटो, त्यसैमाथि पातलो फट्टाफुट्टा गरी बसेका घरहरू, क्रमशः मन्द बतासमा सुसेली खेलिरहेछन् पवन र वृक्षहरू। लाइनबद्ध अगाडि उभिएका यी गोब्रेसलाहरूले हामीलाई स्वागत गरेको आवाज सुने क्रमशः हामी अगाडि बढिरहेका छौँ। यति बेला यी सेतो चाँदीले टल्किएको बाटो, एकापट्टि मिक्लाजुङ गाउँपालिका 5 थर त अर्कापट्टि माङ्सेबुङ गाउँपालिका इलाम, यिनै दो बाटोको भूधरातालमा क्रमशः हाम्रा गाडीका 2 चक्काहरूले खन्को मारिरहेछ। आज मौसम मजाले खुलेको छ, त्यसैले आजको हाम्रो यात्रा झन् विशेष र उत्साहित बन्दैछ। यो हो अक्क डाँडा, चिसो हावाको स्टेसन पोइन्ट भनी चिनिन्छ रे यस अक्क डाँडालाई। पहिले हाम्रो हजुरबा हजुरआमाहरू चिसोपानी पञ्चमी बजार भन्ने र पुनः अर्को बजारमा भेट्ने बाजा गर्ने ठाउँ रे, त्यसै भन्नुहुन्छ हाम्रो हजुरबा हजुरआमाहरू जै पनि। हुलाकबाट चाहिँ क्रमशः अगाडि बढ्दै आउँदाखेरि चाहिँ यो अक्कर भन्ने ठाउँमा आइपुगिसकेको छौँ। ब्याकग्राउन्डमा अत्यन्तै राम्रो प्रतिमा, हाम्रो महागुरु फागुनन्दको प्रतिमा हामी देख्न सक्छौँ। र त्यहाँदेखि माथि जाँदा पनि अत्यन्तै घुम्न लायक स्थानहरू चाहिँ रहेको छ। र यहाँबाट चाहिँ हामी विभिन्न बाटोहरू चाहिँ छुटेको देख्छौँ। लेफ्ट साइड गएको खण्डमा चाहिँ हामी चिसोपानी पञ्चमी डाँडेगौँडा हुँदै हामी तोरीबारीसम्म पुग्न सक्छौँ। र यहाँदेखि उँधो भने चाहिँ हामी डाँडा गाउँ, त्यसै गरी उता भने चाहिँ हामी रक्सीसम्म पुग्न सक्छौँ। र यताबाट भने चाहिँ हाम्रो गजुरमुखीसम्म पुग्ने बाटो हो। र आजको यात्रामा भने चाहिँ हामी चिसोपानी पञ्चमी डाँडेगौँडा हुँदै अगाडि बढ्नेछौँ। यो यात्रा केवल गन्तव्यको खोजी होइन, बरु प्रकृतिको विराट स्वरूपसँगको साक्षात्कार हो। सूर्यको तेज बढ्दै जाँदा बाटोको दोहराता पनि बढ्दै जान्छ, तर बिहानीको त्यो ताजगी र उमङ्गले कठिन यात्रालाई पनि एउटा साहसिक र उत्सवमा बदलिदिन्छ। यति बेला हामी चिसोपानी पञ्चमी बजारलाई ताकेर अगाडि बढिरहेका छौँ। यो हो चिसोपानी पञ्चमी बजार। पहिला पाक्षिक रूपमा लाग्ने बजार, अहिले भने साप्ताहिक रूपमा हरेक मङ्गलबार लाग्ने गर्दछ। माथि तिनथुम्की डाँडा, त्यसको तल काखैमा रहेको चिसोपानी पञ्चमी बजार हेर्दैमा लाग्ने सुन्दरताको एउटा रानी हो। यति सुन्दर छ बजार, सायद शब्दले वर्णन गरेर त कहिले पूर्ण नहोला। कहिले 5 थरपट्टिबाट सोझै हिमालको चिसो बतास त कहिले इलामपट्टिको हावा लुकामारी चलिरहने, त्यसैले त जाडो मौसममा अति चिसो हुने। सायदै यिनै मौसमी विशेषताले गर्दा होला नामै रहेको चिसोपानी पञ्चमी बजार। हाल त राँकेरवि भेरेटार मार्ग निर्माणको तीव्रताले गर्दा बजार क्षेत्रको मुहार नै फेरिने क्रममा छ। ल, यो चाहिँ हाम्रो निर्माणाधीन पञ्चमी बजार हो। यति बेला चाहिँ सडक निर्माणको कामले तीव्रता पाइरहेको छ। यहाँबाट हामी देख्न सक्छौँ एकापट्टि 5 थर र अर्कापट्टि इलाम जिल्ला। यो बेला चाहिँ सडक निर्माणको कार्य अत्यन्तै धेरै तीव्र गतिमा चलिरहेको छ। क्षणिक रूपमा बजार अस्तव्यस्त नै भएको आवाज हुन्छ। यद्यपि निर्माण सम्पन्नपछि भने सायद बजारको सुन्दरता दोब्बर तेब्बर भएर जानेछ।
व्यवस्थित बन्नेछ। ल यो चाहिँ चिसोपानी पञ्चायमी बजार अत्यन्तै सुन्दर छ, मङ्गलबारे हटिया। र आज भने चाहिँ हामी यो चिसोपानी पञ्चायमी बजारलाई चाहिँ पृष्ठभूमिमा छोडेर अगाडि बढ्दैछौँ। यिनै बजारको छेउमा रहेको साकेला पार्क र होस्टे चिया बगान। अब हामी त्यतातिर जाँदैछौँ। राँकेरवि भेरेटार मार्गको छेउैमा छ अरे। अगाडि देखिएको चिसोपानी पञ्चायमी मावि शिक्षाको पवित्र मन्दिर। सायद हामी दुवैजना शिक्षक भएर होला यस्तो शिक्षाको पवित्र मन्दिर देख्दा त्यसै श्रद्धाले हाम्रो शिर निहुरिने गर्छ। ल यहीँ अगाडि छ अरे हाम्रो अत्यन्तै सुन्दर होस्टे चिया बगान र साकेला पार्क। हामीले राँकेरवि भेरेटार मार्गलाई चाहिँ दाहिनेतिर छोडेर देब्रेतिरको यो सानो गल्छेडा भएर चाहिँ अगाडि बढिरहेको छौँ। अत्यन्तै सुन्दर प्राकृतिक सौन्दर्यताले भरिपूर्ण ठाउँ जहाँबाट विभिन्न ठाउँहरू देख्न सकिन्छ अरे। हामी त्यहीँ गएर निहाल्नेछौँ। हुन त हामी यहीँको बासिन्दा भए तापनि पहिलोपटक यस ठाउँमा आउँदैछौँ, त्यसैले हामी उत्साहित पनि छौँ। अहिले चाहिँ हामी चिसोपानी बजारबाट थोरै लगभग 1 किलोमिटर हिँडिसके पछाडि यस अत्यन्तै सुन्दर साकेला पार्कमा पुगेको छौँ। यस ठाउँ चाहिँ आन्तरिक तथा बाह्य पर्यटकहरूको लागि होइन घुम्नको लागि अत्यन्तै सुन्दर छ। र यो चाहिँ एउटा उभौली तथा उधौली चाडहरूमा चाहिँ विशेष गरेर यहाँ विभिन्न ठाउँबाट आफ्नो साकेला नाचहरू प्रदर्शन गर्ने गरिन्छ। प्राकृतिक सुन्दरताले भरिभराउ छ यहाँ वरिपरि होइन। हामी हिमाल पहाड एकदमै सुन्दर हरियाली पहाडहरू त्यस्तै सुन्दर चियाका बगानहरू पनि यहाँ रहेको छ। र तपाईँहरू केही समय आफूलाई होइन रिफ्रेस गर्ने इच्छा छ भने इन्जोय गर्ने विचार छ भने चाहिँ तपाईँहरू यस ठाउँमा आउन सक्नुहुनेछ। अत्यन्तै चर्चित माङमालुङ कान्छी औँलाले समेत हल्लिने ढुङ्गा मेन विशेषता र त्यहाँ अत्यन्तै सुन्दर चिया बगानहरू पनि रहेको छ। यो पनि एउटा घुम्न लायक ठाउँ। 3 थुम्की डाँडा यो पनि अत्यन्तै राम्रो छ। यहाँ माथि गएर चाहिँ यहाँ एउटा भ्यू टावर रहेको छ र त्यहाँबाट चाहिँ हामी टाढा टाढाका त्योभन्दा गहिरो भएका दृश्यहरू हामी अवलोकन गर्न सक्नेछौँ। हरित चिया बगानको त्यो अनुपम सौन्दर्य राशिको काखमा लुट्टुपुट्टु गर्दै गर्दा मानौ समय नै टक्क अडिएको जस्तो आवाज हुन्छ। झ्यालको सानो गर्वाक्षबाट निहाल्दा देखिने ती मसिना हरफहरू जस्तो चियाका बुट्टाहरू कुनै दक्ष कालीगढले कोरेको जीवन्त चित्रकला झैँ प्रतीक हुन्छन्। एकापट्टि साकेला पार्क त अर्कोपट्टि होस्टे चिया बगान, बिचैमा रहेको खेल मैदान। आहा कति सुन्दर। अब चाहिँ हामी यहाँबाट झर्दैछौँ र अबको हाम्रो यात्रा चाहिँ भने यहाँबाट क्रमशः डाँडेगौँडातर्फ हुनेछ र त्यहाँबाट तल तलको गाउँहरू हुँदै अगाडि बढ्नेछौँ। पुनः राँकेरवि भेरेटारको मार्गसँग जोडिएर धुलाम्यो त्यो दुर्गम र वक्रपथ चापमा मेरो 2 पाङ्ग्रे वाहनको गर्जनले शान्त पहाडलाई एउटा नयाँ झन्कार दिएको थियो। टायरले बाटोका कर्कस ढुङ्गाहरूलाई कुल्चिँदै गर्दा मेसिन र मानवको एउटा अविच्छिन्न सम्बन्ध गाँसिएको भान हुन्छ। एकातिर अगाध भिरको गहिराई, अर्कोतर्फ नवजुम्नी पहाडका चट्टानी भित्ताहरू। यी दुईको सङ्कुचित अन्तरालमा बाइकका गतिलाई सन्तुलनमा राख्नु कुनै साधना भन्दा कम थिएन। हावाको तीखो झोक्काहरूले हेलमेटको सिसामा हिर्काउँदा र इन्जिनको तातोले खुट्टालाई स्पर्श गर्दा एउटा अनौठो रोमाञ्चक अनुभूति हुन्थ्यो। धुलामा ती अग्नि दीक्षित घुम्तीहरू काट्दै अगाडि बढ्दा राँकेरवि भेरेटार मार्गको यो केवल यात्रा मात्र होइन, बरु प्रकृतिको कठोरतामाथि मानवीय साहसको एउटा उद्घोष हो। हरेक मोडमा देखिने त्यो हरियाली र बादलको लुकामारीले यात्राको थकाइलाई अमृतमय शीतलमय बनाएको अनुभूति हुन्छ। अहिले चाहिँ हामी राँकेरवि भेरेटार मार्ग जुन यो मार्गबाट चाहिँ यहाँ आइपुग्दाखेरि चाहिँ 2वटा बाटोहरू हामी प्रष्ट रूपमा चाहिँ छुटेको देख्छौँ, यता र यता। जुन यो चाहिँ अब राँकेरवि भेरेटार मार्ग हो। अब चाहिँ हामी राँकेरवि भेरेटार मार्गलाई छोडेर हामी जुन यो बायाँतिरको बाटो देख्छौँ, हामी यो बायाँतिरको बाटो लाग्छौँ र सुन्दर गाउँघरहरू डुल्दै 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 हामी हाम्रो यात्रालाई अगाडि बढाउँछौँ। अहिले हामी इलामकै अर्को पालिका चुलाचुली गाउँपालिकामा छौँ। यो चुलाचुली गाउँपालिकाको साखफारा भन्ने अत्यन्तै सुन्दर गाउँ हो। यही ठाउँमा हरेक श्रावण 2 गते विशाल राँके मेला लाग्ने गर्छ। यो अगाडि देखिएको त्रिवेणी चोक सम्भवतः साखफाराकै सबैभन्दा उच्च भागमा रहेको ठाउँ हो। मौसम खुलेको बखत यहाँबाट चुरे पर्वतका दृश्यहरू तथा तराईका समतल फाँटहरू अवलोकन गर्दा साँच्चै राम्रो दृश्य देख्न सकिन्छ।
सागफाराको सुन्दरताले मनमा हलचल भने चाहिँ पक्कै ल्याइदिन्छ। तपाईँ एकचोटि सागफाराको भ्रमण गर्नुहोला। ल बाटो चाहिँ अत्यन्तै ज्यान मारिरहेछ, अत्यन्तै अप्ठ्यारो बाटो। आम्मामामा, यो बाटो हामी ओह्रालो गइरहेको छौँ, अत्यन्तै गाह्रो। गगनचुम्बी उचाइलाई त्यागेर अब अधोगामी यात्रामा छौँ। यो दन्त्य कथा जस्तो सुन्दर र दुर्गम सङ्कुचित मार्गले हाम्रो साहसको पाइला पाइलामा परिचय लिइरहेको छ। पहाडको ती भिराला र वक्र घुम्तीहरू छिचल्दै तल झर्दा लाग्छ हामी प्रकृतिको कुनै विशाल शालिग्रामभित्रको सुरुङमा यात्रा गरिरहेको छौँ। बाटो चाहिँ धेरै अप्ठ्यारो है, यति अप्ठ्यारो छ है। यो चाहिँ बाइकको टायरहरू नै यहाँनिर चिप्लिने स्लिप खाने सम्भावना छ। सायद हामीले बाटो भुल्यौँ कि जस्तो पनि लाग्यो, अर्को तर्फबाट थियो होला बाटो। साह्रै अप्ठ्यारो, मलाई चाहिँ यहाँ धेरै अप्ठ्यारो लाग्यो। यहाँका स्थानीय दाजुभाइ दिदीबहिनीहरूले चाहिँ धेरै साहस गरेर कुदाउनुहुन्छ सायद। सागफारा गाउँमा फट्टाफुट्ट घरहरू तर सुनसान, सहर केन्द्रित तराईको बसाइ सराईको प्रक्रियाले यो ठाउँ पनि अछुत रहेनछ सायद। ल यो ठाउँभन्दा 1-2 किलोमिटर माथि चाहिँ अत्यन्तै जाडो थियो होइन। यहाँ तल आइसकेपछि चाहिँ यस्तो प्रचण्ड फेरि गर्मी हुन थाल्यो। यस्तो भौगोलिक विविधता र मौसमी विविधता रहेछ। यो ठाउँ चाहिँ फुङनाम, यो चाहिँ उपत्यका जस्तै लाग्छ हेर्दा। यो हो फुङनाम, उपत्यकाको गर्भमा लुकेको बस्ती। कुनै दक्ष कलाकारले क्यानभासमा सजाएको स्वप्निल गाउँ जस्तो प्रतीत हुन्छ। पहाडको त्यो आघात मौनतालाई चिर्दै विकसित हुँदै गरेको यो मानव बस्ती आफैमा एउटा अनुकरणीय उदाहरण हो। त्यहाँका मानिसहरूमा पाइने निस्वार्थ सहयोग र आत्मीयताको सुवासले यो भूगोललाई झनै अमृतमय बनाएको छ। यो बस्तीको मध्यभागमा ठिङ्ग उभिएको राष्ट्रप्रेमी माध्यमिक विद्यालयले केवल ज्ञान मात्र होइन, बरु यो राष्ट्रको भविष्य र स्वाभिमानको ज्योति पनि बालिरहेको भान हुन्छ। आधुनिक सुख सुविधाका न्यून पच्चापहरू मात्र यहाँ आइपुगेका छन्, तर पनि यहाँका प्राकृतिक वैभव र मानवीय सद्भाव कुनै पनि महानगरी कोलाहलभन्दा कयौँ गुणा उच्च र गरिमामय छ। भौतिक अभावका बीच पनि त्यहाँ मुस्कुराइरहेका जीवनले सन्तुष्टिको एउटा अलौकिक परिभाषा दिइरहेको छ। यति बेला चाहिँ हामी माथि चुलाचुलीको माथिल्लो भागबाट चाहिँ निकै तल झरिसकेपछि चाहिँ फुङनाम बजार आइपुग्यौँ र फुङनाम बजारबाट केही तल झरिसकेपछि चाहिँ हामी यो अत्यन्तै सुन्दर यसरी चाहिँ जुन कोलाको वृक्षहरू भएको ठाउँमा आइपुगिसकेका छौँ र यहाँबाट केही तलतिर गइसकेपछि अत्यन्तै सुन्दर गाउँ आसेटार भन्ने गाउँमा पुग्छौँ। तराई झैँ फाँट उष्ण वातावरण, यो हो आसेटार गाउँ। रुखको ओत लागेर बसेका ससाना घरहरू देख्दा यो कुनै गाउँ मात्र नभएर एउटा शान्तिको टापु जस्तो भान हुन्छ। सहरको कोलाहलबाट टाढा रहेको हावामा सायद माटोको वासना र चराको गुन्जन मिसिएको छ। आकाशतर्फ फर्किएका ती अग्ला सुपारी र नरिवलका बोटहरूले गाउँको पहरेदार जस्तो शोभा बढाइरहेका छन्। हावा चल्दा ती पातहरूको सरसराहटले कुनै मधुर सङ्गीत बजिरहेको भान हुन्छ। घरको आँगन र खेतका कल्लाहरूमा झुमिरहेका केराका बोटहरूले गाउँमा कहिले नमेटिने हरियाली र शीतलता थपेको छ। ती फराकिला पातहरूमा जब बिहानीको शीत टल्कन्छ तब यो ठाउँ कुनै काल्पनिक संसारभन्दा कम देखिँदैन। अहिले चाहिँ हामी इलाम जिल्लाको यो चुलाचुली गाउँपालिकामा पनि यो अत्यन्तै सुन्दर यो एउटा आसेटार भन्ने गाउँमा आइपुगेको छौँ र यो पछाडि देखिरहेको ठाउँ चाहिँ अथवा यो सुन्दर गाउँ चाहिँ आसेटार हो र यो चाहिँ एउटा चुलाचुलीको होइन एउटा टुप्पामा रहेको एउटा छुट्टै टाइपको गाउँ रहेको छ र यो चाहिँ अत्यन्तै सुन्दर लाग्यो मलाई। सुन्दर भूभागमा रहेको गाउँ रहेको छ। अब भने फुङनाम आसेटारलाई पृष्ठभूमिमा छोडेर क्रमशः कठोर चुरे पर्वतको श्रृङ्खलाहरूमा अगाडि बढ्नेछौँ। विगतमा गाडीको बाटो थिएन। हाम्रो बुवा बाजेहरू यसै बाटोलाई एक पाइले बाटो भनी ज्यान जोखिम मोलेर हिँड्ने गर्थे अरे। अब भने हाम्रो यात्राको अग्नि परीक्षा सुरु हुँदैछ। यो हाम्रो बाबुबाजेहरू चाहिँ यो बाटो चाहिँ बर्खाको समयमा विशेष गरेर चाहिँ हिँड्नुहुन्थ्यो अरे र एक पाइला मात्रै भएको कारणले गर्दाखेरि एक पाइले बाटो भनेर भनिन्थ्यो अरे। अहिले अत्यन्तै धेरै अप्ठ्यारो छ यो बाटो हिँड्नु। अहिले पनि गाह्रो भएको चाहिँ महसुस
भइरहेको छ। घना जङ्गल होइन, यहाँ घरहरू छैन र चुलाचुलीको बाटो पनि भनेर भनिन्छ यसलाई। घना जङ्गल, चुलाचुलीको कापहरूमा धुलोको बादलभित्र हराउनु पर्ने यो कस्तो विडम्बना। इलाम भनिसक्दा सुगम ठाउँको झल्को आउला, तर इलामभित्रको दुर्गमता यिनै ठाउँहरू हुन्। चुलाचुलीका यी आश्चर्य दन्तुरित टाकुराहरू जो आकाशलाई स्पर्श गर्ने अभिलाषामा ठिङ्ग उभिएका छन्, तिनको काखमा कोरिएका त्यो तन्तु जस्तो मसिनो गोरेटो देख्दा मानव कुनै कालीगढले ढुङ्गाको छातीमा सुईको चुच्चोले एउटा कठिन रेखा खिचेको भान हुन्छ। वरिपरि देखिएका ती विचित्र आकृति र रहस्यमय चट्टानहरू देख्दा लाग्छ यी प्राचीन कालदेखि नै कुनै अज्ञात कथा लुकाएर बसेका छन्। कुहिरोले बेला बेला ती टाकुरालाई ढाक्दा त झन् यो कुनै काल्पनिक लोकको डरलाग्दो तर लोभलाग्दो साम्राज्य जस्तो प्रतीत हुन्छ। आम्मामामा, यो अत्यन्तै भीमकाया होइन। यो चट्टानलाई चाहिँ काटेर चाहिँ सडक बनाइएको छ, माथि काटिएको छ, त्यसपछि सडक, र त्यसबाट मुनि पनि यिनै चट्टान छ। यो ठुलो चट्टानको काप फोरेर चाहिँ यो सडक बनाइएको छ। गाह्रो छ यो यात्रा चाहिँ, अत्यन्तै धेरै गाह्रो भयो। यो सडक चाहिँ अत्यन्तै साहसिक व्यक्तित्वहरूले बनाएको हुनुपर्छ होइन। यो ढुङ्गामाथि हिँड्न चाहिँ अत्यन्तै गाह्रो हुँदो रहेछ। यो टायर जता पनि चिप्लिदिने, जसले गर्दाखेरि चाहिँ जुनसुकै बेला लड्ने सम्भावना हुँदो रहेछ। ढुङ्गामाथि यात्रा गर्दा चाहिँ गाह्रो छ। यो धागो जस्तो मसिनो सम्पूर्ण मार्गमा जब दुई पाङ्ग्रे सवारीको गर्जन गुन्जयमान हुन्छ, तब मुटुको ढुकढुकीले पनि एउटा नयाँ लय समात्छ। ढुङ्गाका ती तिखा र उबड खापड पात्रहरूमा सन्तुलन मिलाउनु भनेको नीलकण्ठ भएर विष पिउनु जत्तिकै कठिन छ। एउटा सामान्य त्रुटि पनि यहाँ एउटा भयानक दुखान्त बन्न सक्छ, जहाँ साहस र भएको दोसाँतमा यात्रीको प्राण झुन्डिएको हुन्छ। अझै बाटो धेरै पार गर्नु छ, समयले धेरै छोडिसकेको छ। हामी क्रमशः अगाडि बढिरहेका छौँ। यति बेला चाहिँ हामी लामो यात्रा गर्दा गर्दा यस्तो खतरा बाटो हिँड्यो है। अत्यन्तै धेरै ज्यानको जोखिम मोलेर चाहिँ हामी यो बाटोहरू हिँड्यौँ। यो देखेको जुन चुरे पर्वतको श्रृङ्खला अथवा चुलाचुलीको श्रृङ्खलाहरू साँच्चै सुन्दर देखिएको छ। हेर्दाखेरि चाहिँ हुन चाहिँ अहिले तुवालो लागेर खासै त्यति राम्रो देखिरहेको छैन। यहाँनिर चाहिँ साँच्चै एक प्रकारले आश्चर्यजनक ठाउँ जस्तो मलाई चाहिँ लाग्यो, त्यस्तो खालको अनुभूति भयो। यहाँनिर चाहिँ यस्तो खतरा भिड छ है, यस्तो 90 डिग्रीको यति अग्लो भिड छ। यद्यपि यहाँनिर चाहिँ मानिसहरू बसेको चाहिँ हामीले देख्न सक्छौँ। र धेरै पहिला तल चाहिँ मानिसहरू बसेको जुन एक प्रकारको अवशेषहरू होइन, भग्नावशेषहरू अहिले देखिएको छ। र यता कता गाउँ नै छ यहाँभित्र होइन, यस्ता मानिसहरू बसेको ठाउँहरू चाहिँ रहेको छ। यो साँच्चै नै लोभै लाग्दो दृश्य हामीले यहाँहरूलाई देखायौँ। अब हामी यहाँबाट क्रमशः बढ्दैछौँ, अगाडि बढ्दै जानेछौँ र अत्यन्तै योभन्दा सुन्दर र आश्चर्यजनक ठाउँहरू हामी घुम्दै जानेछौँ अथवा हेर्दै जानेछौँ। अनाकान्टर जङ्गल मात्रै होइन, बाटो एक कोरो भोक र प्यास एकैचोटि लाग्यो। अब यहाँ कतै पनि छैन मानव बस्ती। बाटोमा बाख्राहरू चाहिँ देखिन्छ, तर गोठालो एउटा पनि देखिएको छैन अहिलेसम्म। यो चाहिँ अचम्म लागिरहेछ मलाई। तल सयौँ हजारौँ मिटर मुनि देखिएको चेपको खोलाको बाटो नै पेरुङ्गे चेपको बाटो हो, जहाँ हाम्रो बुवा आमा हजुरबुवाहरूले 4-5 दिनसम्म ढाकरमा नुन बोकेर हिँड्थे रे। कति दिनहरूमा त यहीँ रात परेर पेरुङ्गे चेपमा रात कटाएको कथाहरू सुनाउनुहुन्छ।
ल यहाँ तल चाहिँ बस्ती देखियो है भोकै तिर्खेको बावजुद यहाँसम्म आइपुग्यो। पक्कै यहाँ चाहिँ खाने ठाउँहरू होला। यही आश लिएर बढौँ अगाडि। ल अब चाहिँ हिँड्दा 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 लामो सास फेरियो, किनकि बल्ल यहाँ आइपुग्यो। यहाँ चाहिँ तोरीबारी भ्यू पोइन्ट भनेर भनिँदो रहेछ है। एकापट्टि माओ खोला त अर्कोपट्टि नुनसरी खोला, बिचमा आफ्नो सुन्दरता फिजारेर समतल मैदानी भूधरातलमा बसेको तोरीबारी। आहा, कति राम्रो बस्ती। अबको केही दिनको बसाइ यस तोरीबारी मिक्लाजुङ गाउँपालिकाको हुनेछ र तोरीबारीलाई केन्द्रबिन्दु बनाएर हामी विभिन्न ठाउँको भ्रमण गर्नेछौँ। आजलाई भने सहकर्मी मित्र जुनु इदिङको लिम्बूको साथमा म पूजन राई बिदा हुन चाहन्छु। हवस् त, नमस्ते, फेरि भेटौँला।